तपाईहरुले देख्न सक्नुहुन्छ केचन कञ्चनजङ्घा सडक खण्ड अन्तर्गत रहेको बेलासी पुल। उक्त पुल चाहिँ माइखोलामा रहेको छ। बिर्तामोडबाट इलाम मात्र 2 घण्टाको बाटो। यस बाटो चाहिँ स्तरोन्नति हुने क्रम जारी छ। उक्त पुल चाहिँ गत वर्षको अत्याधिक ठुलो बाढी पहिरोको कारण क्षति हुन पुगेको थियो। उक्त पुलको बीचको छेउको पोल भासिएको अवस्थाले गर्दा यस पुलमा चाहिँ गाडी आवाजात हुन सकेको थिएन। अब बर्खा लाग्ने समयमा भइसकेको हुनाले उक्त काम चाहिँ एकदम गति लिइरहेको छ। उक्त पुल चाहिँ चाँडै बनेर पुनः सुचारू होस् भन्ने चाहिँ हाम्रो कामना हो। उक्त बाटोबाट चाहिँ बिर्तामोडबाट इलाम पुग्न मात्र 2 घण्टामा इलाम पुग्न सकिन्छ। सर्टकट फास्ट छ।